हेलो एन्ड नमस्ते। म अहिले ठ्याक्कै भन्नुपर्दा यो स्लोभाकियाको ग्याप्सिगो सिटीको नजिकै बोर्डर यो हङ्गेरी एन्ड स्लोभाकियाको बिच बोर्डरमै छु होइन। अब हामी यहाँ आइपुगेका छौँ, हामी खास काम गर्नको लागि भनेर यहाँ आइया हो होइन। अब यति आउने मान्छेहरूले योभन्दा पछाडिको मान्छेहरू कोही स्लोभाकिया आउने प्लानमा हुनुहुन्छ अनि प्रोसेस गराउनु भएको छ भनेपछि प्लिज बुझेर मात्रै आउनु होला। यहाँको लगात कति हो, यहाँ आएर सेलरी कस्तो पाउँछ, काम के पाउँछ होइन, सबै यति कुराहरू बुझेर मात्रै आउनु होला। अनि यो बाहेक चाहिँ पहिले आउनुभन्दा त्यहाँ चाहिँ काम एउटा भनिदिन्छन् होइन, यहाँ आएर काम फरक हुनसक्छ। त्यसकारण तपाईँहरूले दलाल मार्फत नभएर डाइरेक्ट तपाईँहरू एउटा म्यान पावरमा सम्बन्धित म्यान पावर कहाँ छ सौभाग्य सम्बन्धित म्यान पावरमा गएर चाहिँ बुझेर यति कुराहरू बुझेर आउनु होला होइन। अब यहाँ आएर बेसिकली भन्नुपर्दा यहाँ आउन बित्तिकै तपाईँलाई काममा लगाउँछ भन्ने हुन्न होइन। हामीलाई 3 महिनाको भिजा हुन्छ, 3 महिनाको यो वर्किङ भिजा नै हो, D1 भिजा वर्किङ भिजा नै हो। तर कस्तो हुन्छ भनेपछि यो चाहिँ एउटा कन्ट्री पास भिजा जस्तै हो 3 महिनाको। त्यसपछि यहाँ आएर चाहिँ हामीले मिनिमम भनेको 20 दिनसम्म, मिनिमम 20 दिन चाहिँ बस्नै पर्छ होइन। आफ्नो खाना, आफ्नो बस्न सबै आफ्नो गोजीबाट स्पेन्ड गर्नुपर्छ हरेक चिजहरू होइन। त्यसकारण तपाईँले चाहिँ बुझेर मात्रै आउनु होला। सौभाग्य आउनु चाहनुहुन्छ मिनिमम चाहिँ 20 दिन बस्नै पर्छ। 20 दिनदेखि त म्याक्सिमम 3 महिनासम्म पनि बस्न पर्ने अवस्था आउनसक्छ। त्यसकारण तपाईँहरू चाहिँ बुझेर मात्रै आउनु होला। यहाँ बस्नको लागि चाहिँ अब 3 महिनासम्म हामीले चाहिँ एउटा TRC कार्डको लागि बायोमेट्रिक डेट भन्ने हुने रहेछ, त्यो चाहिँ कुर्नुपर्ने रहेछ। त्यसको लागि चाहिँ अब हामीले कति दिन कुर्नुपर्छ त्यो थाहा हुन्न, एप्लाई गरेको हो। अनि सरकारले कहिले चाहिँ हामीलाई डेट निकालेर चाहिँ बायोमेट्रिक गराउँछ। अनि त्यसपछि बायोमेट्रिक गराएपछि चाहिँ काममा लिने रहेछ। बायोमेट्रिक गराउन बित्तिकै नि काममा नलिन सक्छ। अनि त्यसपछि अब कहिलेकाहीँ बायोमेट्रिकको अब कम्पनी अनुसार बायोमेट्रिक गराउन बित्तिकै काममा लिने रहेछ र कुनै चाहिँ बायोमेट्रिक गराए पनि TRC कार्ड आउन्जीसम्म चाहिँ पर्खिनुपर्ने रहेछ। त्यसकारण यति कुराहरू सबै बुझेर आउनु होला। अब स्लोभाकिया आउनु लाग्नु भएको छ भने अरू युरोपको जस्तो छैन, स्लोभाकियामा हल्का फरक रहेछ यहाँको नियम र कानुन होइन, रुलमा फरक रहेछ। त्यसकारण म तपाईँलाई यो भिडियो बनाउनको कारण यही कुराहरू अवगत गराउँछु भनेर चाहिँ भिडियो बनाएको। हस्, धन्यवाद।